As a Biratnagar Kings को टोली सवार हुँदैछ मुम्बई for their practice session for this season's Nepal Premier League. र before going to Mumbai, मसँग हुनुहुन्छ सुभाष भण्डारी. So उहाँसँग चाहिँ म केही कुराकानी गर्न चाहे है त. So how excited are you Mumbai जानलाई? What is that one thing that is most exciting and you're most looking forward to Mumbai जान? मेरो फर्स्ट टाइम हो मुम्बई चाहिँ अनि मुम्बई जाने बित्तिकै चाहिँ जस्ट मलाई त्यहाँको ग्राउन्डहरू हेर्न मन छ त्यहाँको खानेकुराहरू त्यही हो आई थिंक त्यहाँको लाइफस्टाइल ओके प्लस क्रिकेटिङ कल्चर हजुर त्यो दुईटा चिजको लागि चाहिँ अलि एक्साइटेड छु के कस्तो हुँदो रहेछ त्यहाँनिर हजुर ओके सो सिन्स नेपाल प्रिमियर लिग इज राइट अराउन्ड द कर्नर अब केही दिनमा नै टुर्नामेन्ट सुरु हुन्छ होइन सो अहिले यहाँको कस्तो छ त माइन्डसेट टिमको भाइब ओभरअल कस्तो छ मेरो माइन्डसेट त त्यस्तो केही छैन जस्ट सिम्पल छ होइन क्लियर माइन्ड छ अब बेसिक कुरामा फोकस गर्ने होइन गेम जिताउनेतिर लग्ने है सोच्ने टिमको पनि ओभरअल एकदमै फोकस छन् सबै प्लेयरहरू होइन पुरै डिटर्मिनेसन छ प्र्याक्टिस गरिरहेछन् अगाडिदेखि नै होइन तयारी सबै कुराहरू चलिरहेछ सो पुरै फोकस छन् प्लेयरहरू मेरो माइन्डसेट त्यस्तो केही छैन ओन्ली फोकस अन गेम Okay, so focus is the one word. Ani, so what is the one thing that you'll do when you reach to Mumbai? Mumbai पुग्ने बित्तिकै फर्स्ट कुरा चाहिँ के गर्ने? मलाई त्यहाँको ग्राउन्डहरू हेर्न मन छ, खानाहरू खान मन छ. सो यो पालिको नेपाल प्रिमियर लिगमा चाहिँ हाम्रो टिम विराटनगर किङ्सबाट चाहिँ कुन चाहिँ त्यस्तो प्लेयरले चाहिँ अडियन्सलाई त छक्क पारिदिन्छ होला आफ्नो गेमबाट? मलाई कसैले प्राइज चिनेको छैनन् होला होइन सो मै गर्छु होला सरप्राइज जहाँसम्म लाग्छ सुभाष भण्डारी. So me myself and I Absolutely. So last मा चाहिँ हाम्रो फ्यान्सहरुको लागि के मेसेज बिफोर यु डिपार्ट टु मुम्बई? सपोर्ट गरिदिनु माया गरिदिनु लाका लाकाला. किप सपोर्टिङ अस हैन बिलिभ राख्नु हामी माथि यसपालि अभियसली ट्रफी ल्याउने पुरै प्रयास गर्नेछौँ. Okay, thank you Shravan. Safe travels. Thank you.